केटाहरू अब विदेशमा कुनै चिज जाँदो रहेछ खाने चिज हो भनेर कुनै चिज नजाँदिदो रहेछ क्या। दिउँसोमा मैले नास्ता बनाएको है, म चाहिँ यो कहिले खाएको पनि थिइनँ, देखेको पनि थिएन। मैले ल्याउँदा बजारबाट मैले चाहिँ सकरखण्ड हो भनेर ल्याएको, तर केटाहरू चाहिँ सुठे नि भने मुठे नि भने के भने मलाई थाहा भएन। खाने आइडिया पनि नभएर मैले बसालेर चाहिँ सिँगै बसालेको थिएँ। अनि खाँदाखेरि मलाई मिठो लाग्यो, तर काँचै भएछ। काँचैमा पनि मिठै मानेर आधा चाहिँ भाँचेर खाएछु। अनि म चाहिँ सुतेछु। केटाहरू फेरि अब नाइट ड्युटी जाने केटाहरू थियो। उनीहरूको पालो फेरि अब दाइले त जानेन, अब कहिले नखायो भएर थाहा नभएर होला भनेर फेरि काटेर सानो पिस बनाएर छोडेको रहेछ। फेरि उनीहरू फेरि आगै ननिभाइकन डिप्टी गएछ। म त निदाउँदै थिएँ, के डढेको गनाइरहेछ भनेको त ल हेर्नुहोस्, सुठनी त पुरै पाकेर यस्तो कालै भएछ त यो केटाहरू। अब भनेपछि अब के भन्ने यार। जान्दाको अनुभव कालो हुँदो रहेछ है, नजान्दाको अनुभव काँचै खाइँदो रहेछ भनेपछि अब के भन्ने केटाहरू, के कमेन्ट गर्नुहुन्छ ल है। युट्युब साथीहरू हेर्नु होला है, यसो मैले युट्युबमा हालेर आएको छु। यसको अनुभवको बारेमा यसो केही जानकारी दिनु होला है सबैलाई। म यो जानकारी गराउँछु कि तर खानालाई चाहिँ ओभर मिठो हुनु रहेछ, तर यो पकाउने चाहिँ ओभर भएछ कि केटाहरू। ल यही भन्न चाहन्छु ल है साथीहरू, यसो हेरेर चाहिँ यसो हाँस्नु होला।